उहाँ संसारमा फेरि आउनुहुनेछ र यहाँ भएका मानिसहरूले येशूलाई ठूलो महिमा र सामर्थ्यमा बादलमा आउँदै गरेको देख्नेछन्। यही यीशु ख्रीष्ट संसारको न्याय गर्न आउनुहुन्छ। प्रभुको आगमन चोर आए जस्तै अचानक हुनेछ। कसैले पनि त्यो दिन र समयको बारेमा जान्दैन। यतिखेर मानिसहरू आफ्नो पापमा मस्त र बिना फिक्री हुनेछन्। त्यस दिन सूर्य, चन्द्रमा र ताराहरू भयंकर गर्जनको साथमा अन्धकारमा हराउनेछन्। पृथ्वी र त्यसमा भएका कुराहरू जलेर नष्ट हुनेछन्। तब मरेकाहरू जीवित हुनेछन् र परमेश्वरको न्याय सिंहासन अगाडि जीवितहरूसँग खडा गराइनेछन्। चाहे गरिब होस् या धनी, ठूला होस् या साना, सबैको न्याय उनीहरूको काम अनुसार हुनेछ। परमेश्वरको न्यायको दिनमा सुन, चाँदी वा धनले तिनीहरूलाई बचाउन सक्दैन। डरपोक जसले मानिसहरूको डरले यीशुलाई इन्कार गरे, अविश्वासी जसले यीशुलाई विश्वास गरेनन्, घिनलाग्दा काम गर्नेहरू, हत्यारा, व्यभिचारी, तन्त्र मन्त्र गर्नेहरू, मूर्ति पूजक, सबै झुठाहरूको भाग त्यस कुण्डमा हुनेछ जहाँ आगो र गन्धक कहिले निप्दैन, जसको नाम जीवनको पुस्तकमा लेखिएको छैन, आगोको कुण्डमा अर्थात् नरक कुण्डमा फ्याँकिनेछ। त्यो नरक जो शैतान र त्यसको दूतको निम्ति तयार गरिएको छ, त्यसमा पापीहरू पनि सधैँको लागि हालिनेछ। यसकारण परमेश्वरको डर मान्नुपर्छ, जसले आत्मा र शरीर दुवैलाई नरकमा नाश गराउन सक्नुहुन्छ। तर जसले पृथ्वीमा छँदै यीशुमाथि विश्वास गरे, उनीहरू आफ्नो विश्वासद्वारा पवित्र ठहरिसकेका छन् र परमेश्वरसँग तिनीहरूको मिलाप भएको छ। उनीहरू सधैँ स्वर्गको राज्यमा अनन्त महिमामा प्रवेश गर्नेछन्। आँखाले नदेखेको, कानले नसुनेको र मानिसको मनमा कहिले नसोचेका कुराहरू परमेश्वरले आफ्ना प्रेम गर्नेहरूको लागि तयार गर्नुभएको छ। जसले विश्वास गर्छ, उनीहरूले ख्रीष्ट यीशुद्वारा अविनाशी र अनन्त सम्पत्ति प्राप्त गर्नेछन्। परमेश्वर उनीहरूको साथमा हुनुहुनेछ। उनीहरू परमेश्वरको आफ्नो मानिस हुनेछन्। त्यसपछि न मृत्यु, न शोक, न विलाप, न पीडा रहनेछन्। पहिलेका कुरा सबै समाप्त हुनेछन्। यो समय चाँडै आउँदैछ। यदि तपाईँ आफैलाई नम्र बनाएर प्रार्थना गरी परमेश्वरमा विश्वास गरी आफ्नो नराम्रा मार्गदेखि फिर्नुहुन्छ भने परमेश्वरले तपाईँलाई क्षमा गर्नुहुनेछ र तपाईँलाई स्वस्थ बनाउनुहुनेछ र तपाईँले अनन्त जीवन प्राप्त गर्नुहुनेछ।